नमस्कार युनिबाइट्समा फेरि पनि तपाईँहरूलाई स्वागत छ। आज हामी यस भिडियोमा बिसिएको फर्स्ट सेमेस्टरको इक्जाम फर्म कसरी भर्ने भन्ने बारेमा भिडियो बनाइरहेका छौँ। स्पेसल्ली अबको नयाँ ब्याचको लागि टार्गेटेड भिडियो हुनेछ। सबैभन्दा पहिला मोबाइल, ल्यापटप अथवा हजुरहरूको कुनै पनि डिभाइसमा जानुहोला। त्यसपछि कुनै पनि ब्राउजरमा गएर exam.tufohss.edu.np टाइप गरेर क्लिक गर्नुहोस्। गर्नुहोला र अनि तपाईँहरूले पहिला नै अकाउन्ट बनाउन सक्नु भएको छ भने चाहिँ लगइन गर्न सक्नुहुन्छ। यदि तपाईँहरू नयाँ स्टुडेन्ट हुनुहुन्छ भने रजिस्टर हियरमा गएर दिनुहोला। यहाँनिर चाहिँ हामीसँग केही डिटेलहरू माग्छ अकाउन्ट खोल्नुको लागि चाहिँ तपाईँहरूले चाहिँ सबै राम्ररी भन्नुपर्ने हुन्छ। जस्तै इमेल राख्नु होला र या पासवर्ड राख्नु होला र यहाँनिर आफ्नो नाम र मोबाइल नम्बर राखेर रजिस्टर गर्नु होला। र मैले चाहिँ पहिला नै अकाउन्ट बनाइसकेको छु, त्यही भएर म चाहिँ लगइन गर्दैछु। इमेल र पासवर्ड चाहिँ नभुल्नु होला, किनभने यही इमेल र पासवर्ड युज गरेर तपाईँहरूले हरेक सेमेस्टरको फर्म चाहिँ यहाँबाट भर्न सक्नुहुन्छ। यदि तपाईँहरूले यो इमेल र पासवर्ड भुल्नुभयो भने तपाईँहरूले डिन कार्यालयमा गएर यसलाई मिलाउनु पर्ने हुन्छ। तपाईँहरूले लगइन गरिसकेपछि चाहिँ यस्तो ड्यासबोर्ड देखाउँछ। यहाँनिर चाहिँ तपाईँहरूले आफ्नो पहिला डिटेल्सहरू भर्नुपर्ने हुन्छ। जस्तै तपाईँहरूले यहाँनिर गएर माई प्रोफाइलमा गएर पहिला पर्सनल डिटेलमा गएर यहाँनिर आफ्नो फोटो र सिग्नेचरहरू अपलोड गर्नुपर्ने हुन्छ। जस्तै मैले अहिलेको लागि एउटा कुनै ऱ्यान्डम फोटो अपलोड गर्दैछु। जस्तै मैले यो फोटो लिएँ, त्यस मैले अपलोड गरिदिएँ। सो अब यहाँनिर चाहिँ तपाईँहरूले चाहिँ आफ्नो सिग्नेचरको फोटो पनि अपलोड गर्नुपर्ने हुन्छ। तपाईँहरूले फोटो चाहिँ सकेसम्म राम्रो र क्लियर फोटो अपलोड गर्नु होला, किनभने तपाईँहरूले चाहिँ यहाँनिर आफ्नो डिटेल भरिसकेर एप्रुभ भइसकेपछि चाहिँ तपाईँहरूले पछि चाहिँ केही पनि चेन्ज गर्न मिल्दैन। यहाँनिर तपाईँहरूको फोटोको साइज चाहिँ धेरै छ भने तपाईँहरूले चाहिँ यो रिड्युस इमेजेस भन्ने वेबसाइटमा गएर आफ्नो पासपोर्ट साइज फोटोलाई अपलोड गरेर यहाँबाट तपाईँहरूले यसको हाइट, वेट र रेजुलेसन जस्तै 30 राखेर तपाईँहरूले यसको साइज चाहिँ घटाउन सक्नुहुन्छ। 17 केबीको भएको छ, यो 22 केबीको थियो। अहिले यहाँनिर चाहिँ हाम्रो 17 केबीको भएको छ। सो यसरी तपाईँहरूले साइज रिड्युस गर्न सक्नुहुन्छ। तपाईँले चाहिँ सकेसम्म चाहिँ यसमा चाहिँ आफ्नो डिजिटल फोटो चाहिँ युज गर्नु होला। सो तपाईँहरूले यहाँनिर फर्स्ट नाम तपाईँले अघि अकाउन्ट खोल्दाखेरि जे राख्नु भएको थियो त्यहाँनिर चाहिँ आफै देखाउँछ र यहाँनिर चाहिँ तपाईँहरूले आफ्नो देवनागरीमा चाहिँ आफैले यहाँ लेख्नुपर्ने हुन्छ। जस्तै मैले लेखेको छु। तपाईँहरूको यहाँ मिडल नेम छ भने लेख्न सक्नुहुन्छ, छैन भने यसले खाली छोडिदिँदा पनि हुन्छ। मैले लेखेँ लास्ट नेम। यहाँनिर तपाईँहरूले आफ्नो बुबाको नाम र आमाको नाम लेख्नु होला र यहाँनिर चाहिँ तपाईँहरूले आफ्नो जेन्डर सेलेक्ट गरेर म्यारिटल स्ट्याटस पनि राख्नु होला र आफ्नो डेट अफ बर्थ चाहिँ विक्रम सम्वतमा राख्नु होला, तपाईँहरूको कहिले जन्म भएको थियो। र यहाँनिर चाहिँ तपाईँहरूले चाहिँ एडीमा राख्नु होला र त्यो राखिसकेपछि तपाईँहरूले नेक्स्ट दिनु होला। तपाईँहरूले आफ्नो पर्सनल डिटेल भरिसकेपछि चाहिँ अब चाहिँ यहाँनिर कन्ट्याक्ट डिटेल पनि भन्नुपर्ने हुन्छ। यहाँनिर चाहिँ तपाईँहरूले आफ्नो नागरिकता नम्बर राख्नुपर्ने हुन्छ र यहाँनिर तपाईँहरूले चाहिँ आफ्नो नागरिकताको फोटो चाहिँ यहाँनिर अपलोड गर्नुपर्ने हुन्छ। जस्तै यहाँनिर चाहिँ यो फोटो अपलोड गरिदिएको छु र नागरिकताको फोटो चाहिँ बनाउनको लागि चाहिँ तपाईँहरूले यो आफ्नो नागरिकताको फ्रन्ट र ब्याकको फोटो खिचेर चाहिँ यो वेबसाइटमा जानुपर्ने हुन्छ, जसको लिङ्क चाहिँ हामीले डिस्क्रिप्सनमा प्रोभाइड गरिदिने नै छौँ। सो तपाईँहरूले यो वेबसाइटमा गएपछि तलपट्टि जानु होला र यहाँनिर एड इमेज भन्ने ठाउँमा आफ्नो नागरिकताको चाहिँ फ्रन्ट र ब्याक इमेज चाहिँ यहाँनिर हाल्नु होला। जस्तै मैले हालिरहेको छु र यो फ्रन्ट र ब्याक हालिसकेपछि तपाईँहरूले यसमा चाहिँ तलपट्टि चाहिँ मर्ज डाइरेक्सनमा चाहिँ यहाँनिर भर्टिकल्लीलाई चुज गर्नु होला र मर्ज इमेजेसमा गएर तपाईँहरूले यो इमेजलाई डाउनलोड गरेर त्यहाँनिर अपलोड गर्न सक्नुहुन्छ। तपाईँहरूले यहाँनिर चाहिँ आफ्नो जिल्ला पनि यहाँनिर सिलेक्ट गर्नुपर्ने हुन्छ। जस्तै म अहिलेको लागि काठमाडौँ भनेर सिलेक्ट गर्छु र आफू चाहिँ पर्मानेन्ट एड्रेस चाहिँ यहाँनिर राख्नु होला। जस्तै म काठमाडौँ नै राख्दैछु भने काठमाडौँ। त्यहाँनिर चाहिँ आफ्नो कन्ट्याक्ट एड्रेस भनेको चाहिँ तपाईँले जुन ठाउँमा बसिरहनु भएको छ त्यो ठाउँको एड्रेस चाहिँ यहाँनिर राख्नु होला। जस्तै मैले यहाँनिर बिए बालाजु भनेर राखेको छु र यहाँनिर ल्यान्डलाइन नम्बर छ भन्ने राख्दा पनि भयो, नत्र भने तपाईँहरूको यतापट्टि कन्ट्याक्ट नम्बर अलरेडी छँदैछ। त्यो पछि तपाईँहरूले यहाँनिर नेक्स्टमा टिप्न सक्नुहुन्छ। कन्ट्याक्ट डिटेल भरिसकेपछि चाहिँ तपाईँहरूले अब चाहिँ यहाँ एजुकेसनल डिटेल चाहिँ भर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईँहरूले लेभलमा गएर ब्याचलर डिग्री सिलेक्ट गर्नु होला र आफू चाहिँ अहिले भर्खरै जोइन भएको कलेज, अहिले तपाईँ जुन ब्याचलर गर्नुको लागि जोइन हुनुभएको कलेज चाहिँ यहाँनिर सिलेक्ट गर्नु होला। जस्तै मैले सोसियली मल्टिपल क्याम्पसलाई सिलेक्ट गरेँ
र यहाँ प्रोग्राममा चाहिँ तपाईँहरूले ब्याचलर इन कम्प्युटर एप्लिकेसन सिलेक्ट गर्नु होला र एकाडेमिक इयरमा चाहिँ तपाईँहरू चाहिँ कुन इयरमा चाहिँ जोइन हुनुभएको छ त्यो इयर चाहिँ यहाँनिर राखिदिनु होला र रजिस्ट्रेसन नम्बरको ठाउँमा चाहिँ यो रजिस्ट्रेसन नम्बर चाहिँ तपाईँहरूले चाहिँ तपाईँहरूको कलेजले प्रोभाइड गर्दछ र तपाईँहरूसँग यो रजिस्ट्रेसन नम्बर छैन भने पनि यो चाहिँ अहिले फर्म भर्न चाहिँ मिल्छ तर पछि तपाईँहरूले यसलाई अपडेट गर्नुपर्दा चाहिँ तपाईँहरूले यसलाई चाहिँ 300 रुपियाँ चाहिँ तिर्नुपर्ने हुन्छ दिनको कार्यालयमा गएर यसलाई अपडेट गराउन सक्नुहुन्छ सो अहिलेको लागि स्किप गरिदिँदा पनि हुन्छ यदि तपाईँहरू छ भने चाहिँ हाल्नु होला तपाईँहरूले आफ्नो कलेज सिलेक्ट गरिसकेपछि चाहिँ तपाईँहरूले अब यहाँनिर चाहिँ एजुकेसनल डिटेल एड गर्नुपर्ने हुन्छ पनि भर्नु फलाएको एजुकेसनल डिटेल भर्दा चाहिँ हामीले चाहिँ 2वटा लेभलको भर्नुपर्ने हुन्छ तपाईँको एससी अनि त्यसपछि +2को चाहिँ भर्नुपर्ने हुन्छ र अब सुरुमा हामी एससीको भर्न गइरहेको छौँ एससी भयो बोर्ड नेममा चाहिँ अब हाम्रो एनइबीले चाहिँ सञ्चालन गरिरहेको हुन्छ एनइबी नर्मली धेरै जसो एनइबी नै हुन्छ हाम्रो बोर्ड नेम अब मेजर सब्जेक्टमा साइन्स इङ्ग्लिस नेपाली म्याथ सोसल जे लेख्दा पनि हुन्छ 2-3वटा एउटा जतिवटा हुन्छ मेजर सब्जेक्टमा चाहिँ त्यहाँ सब्जेक्ट हालिदिनु होला होइन अनि एकाडेमिक इयर तपाईँले चाहिँ कुन इयरमा चाहिँ पढ्नुभयो तपाईँको 10 लेभल चाहिँ कुन इयरमा पढ्नुभयो त्यो कुराहरू चाहिँ मेन्सन गरिदिनु होला त्यसपछि तपाईँको डिभिजन कुन ग्रेड आयो तपाईँको एससीमा त्यो पनि कुराहरू चाहिँ लेखिदिनु होला अनि कम्प्लिट इयर कुन वर्षमा कम्प्लिट भयो त्यही अवश्य त्यही वर्षमै कम्प्लिट भएको हुन्छ होइन अब 2024मा कम्प्लिट गर्नुभएको चाहिँ 2024 नै भयो त्यसपछि सेभ गरिदिनु होला त्यसपछि तपाईँको यस्तो खाले पढ खुल्छ जहाँ चाहिँ तपाईँले अब आफ्नो डकुमेन्ट चाहिँ अपलोड गर्नुपर्ने हुन्छ जहाँ चाहिँ ट्याक्क टाइटल सहित 2वटा डकुमेन्टहरू चाहिँ तपाईँले त्यहाँ अपलोड गर्नुपर्ने हुन्छ अब हामीले चाहिँ यहाँ एउटा क्यारेक्टर सर्टिफिकेट हाल्न गइरहेका छौँ भने अर्को चाहिँ हामी मार्कसिट हाल्न गइरहेका छौँ र तपाईँ फेरि म ध्यान दिन चाहन्छु कुनै पनि फोटोहरू अपलोड गर्दा चाहिँ 300 KB भन्दा चाहिँ तल साइजको फोटो चाहिँ अपलोड गर्नुपर्ने हुन्छ र यसरी अपलोड गरिसकेपछि हामी नेक्स्ट गर्नेछौँ र त्यसपछि फेरि अर्को एजुकेसनल डिटेलमा अब चाहिँ हामी +2को भर्न गइरहेका छौँ +2 गर्ने बोर्ड नेम पनि फेरि धेरै जसो नर्मली हाम्रो सबैको एनइबी नै हुन्छ है अनि मेजर सब्जेक्ट अब यदि तपाईँ साइन्स पढ्नु भएको छ भने बायोलोजी लिएर पढ्नु भएको छ भने तपाईँको बायोलोजी हुन्छ अनि म्यानेजमेन्टमा चाहिँ कम्प्युटर साइन्स लिएर पढ्नु भएको छ भने कम्प्युटर साइन्स अब कुन चाहिँ कसरी के पढ्नु भएको छ तपाईँको मेजर सब्जेक्ट के थियो त्यही अनुसार भर्नु होला र यो पनि त्यसै गरी नै अघि हामीले सुरुमा भरेको झैँ गरेर अब तपाईँले कुन वर्षमा पढ्दै हुनुहुन्थ्यो +2 होइन कुन वर्षमा यो सक्नुभयो अनि कति ग्रेड आयो भन्ने कुराहरू पनि सम्पूर्ण कुराहरू चाहिँ फिलअप गर्नु होला र यसरी फिलअप गरिसकेपछि अहिलेको जसरी नै हामी अब यति कुराहरू चाहिँ गरिसकेपछि चाहिँ नेक्स्ट गर्नेछौँ र नेक्स्ट गरिसकेपछि फेरि अब यहाँ पनि पहिलाको जसरी नै डकुमेन्टहरू चाहिँ फिलअप गर्नुपर्ने छ अब हामी यहाँ क्यारेक्टर सर्टिफिकेट हाल्न गइरहेका छौँ क्यारेक्टर सर्टिफिकेट हाल्ने त्यसपछि अब तपाईँसँग कुन कुन डकुमेन्टहरू चाहिँ एभाइलेबल छ त्यो अनुसार हाल्न सक्नुहुनेछ जो 2वटा डकुमेन्ट चाहिँ हालिदिनु होला +2को पनि अनि त्यसपछि लेजर भनेको तपाईँको ग्रेड सिट र यसरी चाहिँ अपलोड गर्नु होला र हामीले तपाईँलाई यहाँ स्क्रिनमा देखाइरहेका छौँ त्यो अनुसार चाहिँ तपाईँले सम्पूर्ण प्रोसेसहरू चाहिँ गर्दै गर्नु होला तपाईँहरूले आफ्नो डिटेल भरिसकेपछि चाहिँ यहाँनिर ड्यासबोर्डमा गएर हेर्दा चाहिँ यसरी कम्प्लिटेड भनेर देखाउँछ सबै 3वटामै कम्प्लिटेड भनेर देखाउँछ सो अब चाहिँ हामीले चाहिँ एक्जामको लागि रजिस्टर गर्नु मिल्छ सो त्यसको लागि हामी रजिस्टर एक्जाम अब त्यसपछि तपाईँहरूले यस्तो खाले इन्टरफेस पाउनुहुन्छ जहाँ चाहिँ सेमेस्टर एक्जाम टाइप लेखेर बसेको हुन्छ अब हामीले सेमेस्टरमा सिलेक्ट सेमेस्टरमा 1 सेमेस्टरमा गर्ने त्यसपछि एक्जाम टाइममा चाहिँ रेगुलर र ब्याक भन्ने छ अब रेगुलर भनेको चाहिँ अब नयाँ अहिले पढिरहनु भएको फर्स्ट ब्याचको लागि चाहिँ हुनेछ भने यो ब्याक एक्जाम चाहिँ यदि तपाईँ चाहिँ कुनै पनि सब्जेक्टमा फेल हुनुभएको छ भने चाहिँ तपाईँले चाहिँ ब्याक एक्जाम दिने अब चाहिँ हामी रेगुलर एक्जाम चाहिँ हो अनि त्यसपछि यो गरेपछि नेक्स्ट गरेपछि अहिलेको नयाँ सिलेबस अनुसार चाहिँ यो BCA 101 देखि BCA 106 सम्मको सब्जेक्ट चाहिँ हामीले चुज गर्नुपर्ने हुन्छ जुन चाहिँ यो तपाईँहरूले सब्जेक्ट पछाडि 2025 पनि देखिरहनु भएको छ नि है यो खाली चाहिँ चुज गरेर यिनीहरूलाई सिलेक्ट गर्ने कन्टिन्युसली यसरी क्लिक गरेर चाहिँ सिलेक्ट गरेपछि हामीले राम्रोसँग चेक गरेर त्यसपछि नेक्स्ट गरेपछि यो खाली इन्टरफेस पाउनुहुन्छ पेमेन्टको लागि अब पेमेन्ट चाहिँ मोस्टली प्रोबेबली हामीले चाहिँ धेरै जसो चाहिँ सबैजनाले ई सेवा चाहिँ प्रिफर गर्नुहुन्छ अब ई सेवाबाट गर्दा पनि भयो खल्तीबाट गर्दा पनि भयो अब तपाईँले चाहिँ कुन आफूलाई सजिलो लाग्छ त्यो अनुसार चाहिँ तपाईँले त्यो पेमेन्ट मेथड चाहिँ युज गर्नु होला चाहिँ
हालेर राख्नुपर्ने हुन्छ। तपाईँहरूले चाहिँ 2500 सँगै ₹11 पनि यसले एक्स्ट्रा चार्ज काट्ने भएकाले तपाईँहरूले 2500 सँगै ₹11 पनि आफ्नो ई-सेवा अथवा खल्ती वालेटमा हाल्नुहोला र हालिसकेपछि तपाईँहरूले यहाँनिर चाहिँ ई-सेवा अथवा खल्तीमध्ये एउटा चुज गर्नुहोला। जस्तो मैले यहाँनिर ई-सेवालाई चुज गरेँ। ई-सेवामा थिचिसकेपछि चाहिँ हाम्रो यसरी ट्रान्जेक्सन डिटेल भनेर यहाँनिर देखाउँछ। अब यहाँनिर चाहिँ तपाईँहरूले आफ्नो ई-सेवा आइडी र पासवर्ड हालेर लगइन गर्नुहोला र यहाँ लगइन हालेपछि एउटा टोकन माग्छ, जुन टोकन चाहिँ तपाईँहरूको मोबाइल एपमा चाहिँ नोटिफिकेसनको रूपमा आउँछ। सो त्यही टोकनलाई यहाँ हाल्नुहोला र यहाँनिर फर्म चाहिँ के हुन्छ, अप्लाई हुन्छ। सो यो अप्लाई भइसकेपछि चाहिँ तपाईँहरूले यहाँनिर चाहिँ माई एप ब्याक गएर माई एप्लिकेसनमा गएर यहाँनिर हेर्न सक्नुहुन्छ। जस्तै मैले यो फर्स्ट सेमको फर्म भरेको थिएँ, त्यो चाहिँ के छ पेन्डिङ भनेर देखाउँछ। अब यो पेन्डिङ चाहिँ अब यो चाहिँ हाम्रो कलेजले नै एप्रुभ गर्नुपर्ने हुन्छ। जब जब चाहिँ हाम्रो यो पेन्डिङ चाहिँ कलेजले यो हाम्रो फर्म चाहिँ कलेजले एप्रुभ गर्छ, तब चाहिँ हाम्रो यहाँनिर स्ट्याटसमा गएर हेर्नु होला। यहाँनिर यसरी एप्रुभ भनेर देखाउँछ। त्यसपछि एप्रुभ भइसकेपछि चाहिँ हाम्रो यहाँ भ्यू डिटेलमा गएर यहाँनिर भ्यू एन्ड डाउनलोड एडमिट कार्डमा गएर चाहिँ तपाईँहरूले आफ्नो एडमिट कार्ड चाहिँ सजिलैसँग हेर्न र डाउनलोड गर्न सक्नुहुन्छ। फर्म भर्दा चाहिँ ल्यापटपबाट भर्नु होला, किनभने मोबाइलबाट भर्दा चाहिँ धेरैजसो एप्लिकेसनमा चाहिँ पेमेन्टहरू नदेखाउने इस्युहरू देखाइरहेको हुन्छ। त्यही भएर तपाईँहरूले चाहिँ ल्यापटपमा फर्म भर्नु होला। र आजको लागि यति नै। तपाईँहरू यदि फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फलो गरिदिनु होला र युट्युबबाट हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला। धन्यवाद।